हेलो गाइस, सो मेरो तर्फबाट सबैजनालाई ह्याप्पी होली। र हाम्रो चाहिँ होली स्टार्ट भइसकेको छ र म चाहिँ जानु आँटेको छु साथीको घर सुजिताको घरमा, किनकि तिनीहरूको घरमा चाहिँ होली खेल्दैन नि त। अनि सो त्यही भनेर म तिनीहरूको घरमा तिनीहरूलाई पहिला त्यसलाई होली लगाएर त्यहाँदेखि फेरि यता लिएर आउँछु। सबसे पहिला चाहिँ अहिले डाइरेक्ट तार्गेर जाने। सो गाइस, यहाँ चाहिँ म र सुशीला जाँदैछु टोटोमा। हेर्नु सक्नुहुन्छ हामी दुईजनालाई आइपुग्यो गाइस, हामी आइपुग्यो यहाँ सुजिता। हामी चाहिँ फर्केको सुजुको घरबाट भूत भएर हेर्न सक्नुहुन्छ। अनि रिल्सहरू पनि बब्बाल बब्बाल बनाएको छु। अनि सुजुलाई पनि लिएर गएको हाम्रो घर उतै बस्छ होला गाइस। म चाहिँ लग्नी भए अलिकति यसको घरबाट हो सक्यो ढुङ्गाले। सो त्यही भनेर अब हाम्रो होली चाहिँ हेर्नु सक्नुहुन्छ कस्तो भएको छ भनेर होइन। तपाईँहरूको होली चाहिँ कस्तो भयो कमेन्टमा बताउनु होला। एकदम होली चाहिँ दामी भयो यसको। खुट्टा बर्केर हेर्नु यहाँ देखाउँदा तेरो त्यो डुडे परेको खुट्टा देखाउनु। अन्त मसाज मेने त यहाँ चाहिए चिरेको पनि छैन। सो गाइस, हामीलाई चाहिँ यहाँ दिदीले खानुलाई दिनुभएको थियो पकौडाहरू अनि के आइटम बनाएको थियो हो। सबैजनालाई हेर्नु सक्नुहुन्छ यहाँ रङ्गिन सङ्गिन भएर। गाइस, भर्खर म चाहिँ नुहाएर फ्रेस भएको, हातको कलर चाहिँ तर पनि गएन, खुट्टाको हातको पनि कलर गएन हो। टाइम चाहिँ हेर्नु सक्नुहुन्छ तपाईँले कति बज्दैछ भनेर चाहिँ हेर्नु सक्नुहुन्छ यति भयो त। अनि म चाहिँ भर्खरै फ्रेस भएर आएको। अनि कपाल पनि हेर्नु फर वाचिङ। तपाईँलाई भिडियो कस्तो लाग्यो, नयाँ हो भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु हो। अनि फेसबुकमा हो भने फलो गरिदिनु होला गाइस।